ने बेईमानी के रोड पे खेल से बात देते कोई फील्ड में सब उधर के ये बेईमानी करो क्या यही बोलते हैं आप दोसर गेम सही बात बोलते हैं बाकी बढ़िया यो कति बाँकी छ अहिले कति गेम आयो छ नि छोड्छेन कि त्योद्वारा चाहिँ हामीले और अथीमा कुछ छैन पेट में भएकोले चाहिँ जाके वो तो छोड्छ बच्चा सेंड करू ना फिर सेंड कर क्या ले तो हम लोग देखो कोई हाथ से करू ना हमरा गीत लगा दो नोटस फेरि 3 मिनट बढाइने छ हाम्रो जजहरुको निर्णय छ उहाँको निर्णय छ सेकेन्ड रेस्ट अनि फेरि 3 मिनटको फेरि गेम हुनेछ तीन मिनट हमारा मन चले कि ओकरा देना हमर पास करते कि अरे जाके फ्री वर्कआउट सब करके इज्जत पे बात करै छै कौन सा पावर मानते शो करै छै
पूछ रहे थे देखिए सबके बायोडाटा रख लीजिए वो दीदी के पटकल ना से गनी मात्र खिलाई थे तो दिन में रहता रहता है फिर जाके यहाँ सब जाँच किए हैं तो एहन बात करो गाँव में कभी जिम करके बॉडी फिट करते हैं फोन को रही है ऊपर से को बना तो केना के सिटी लागि सकेछ यो केसी छैन न केसी एकरा टिम के ओकर जन हमले जित्छ ओकर मोर एक पाला परल दिल्ली में आप दी रही है तो कटने में भिड़ल छैन ओकरा जन तो ओकर जन तो बिरा दे वहाँ के ओकर जन नहीं पारा नहीं ओकर जन नहीं अमेरिका दिल्ली में ले लीजिए हाँ तो बोले अब हम फोन करा नंबर मैंने अमेरिका के ओकर नाम कोई दीदी जन लगा छ न हम लाइन में किलो का हम छाकल वाले टाइट खेले छी लाइन के मतलब प्रैक्टिस तो नहीं करे छ वह तो कॉली हो रहा तो सोच रहे 1 घंटा बहुत पड़ हाँ जी पापा हाँ जी पापा जरे हम बहुत कुछ मिलाने बनाओ ना टीम बनाओ 8-10 लड़की सबके बनाओ है ना कते न कते दंगल में हमरा सबके मरबे मेकिंग के लिए कते न जना यो बहिन भाले को हम भेली हमर साथे ई 2-3 टा जना भेल और एक दू जना के हम मैनेज कर दे चलो बाबू ओकरा तो रखने छी ना बैग खिलाड़ी के बोला रहल छै मनु के प्रोग्राम हेलो मां यहाँ नया हाँ सब बैच हम बेटा अभी तो हमरा वेट में पूरा फूल गेले थोड़ा सा फट आ गई कहूँ आपके ओली तू बात नहीं करना अपाइम के मात्र ठार होना चाहिए कि हम ए दुनु खिलाड़ी हिलाओ लगन त दुनु खिलाड़ी हिलाओ लगन मैं पूछा नहीं हम खिलाड़ी के अभी तक 6 मिनट के गेम हो रहा ब्लू कलर दू बैठू ना नो हमरा ब्लू कलर दू ब्लू कलर दू बाइफल हो गया हो गया हो गया राज यादव 12 विजय नेक्स्ट 97 के लिए शिव शंकर यादव धनुषा रेड कलर दर्शन कुमार शाह 12 ब्लू कलर और मधेश आई बहुत महत्वपूर्ण दिन में हमरा लोग उपस्थित छी आ बहुत
परिचय लिया अपना भाषा में। सर अपन शुभ नाम कतऽ से आए छी? कथी कर रहल छलियै? कुश्ती जकरा पहलवानी सेहो कहै, पहलवानी करै। पहलवानी लोग नहीं खेलै छलियै, लेकिन अखनो आदमी पहलवानी शुरू भऽ गेलै फेरसँ। हाँ पहले बात बोली सर। एक मिनट पहिने छलैए कहियो काल कखनो एहि बीचमे पहलवानी हेरा गेल छलैए, मुदा फेरसँ एकरा जीवंत केलियै। अपने कतऽ से आए छी? सर हम सर्राही जिला बिस्फी गाँव से वार्ड नंबर 7 से। हाँ। हमार नाम चंद्रेश्वर यादव है जी। हम सब कुश्ती के इससे पहले भी जी। मतलब हम सब कुश्ती करले छी और कतऽ खेललियै कुश्ती? जी और ऐसे भी पहले भी यही जगह में खेले छी, बिगल में खेले छी जी। अनेक जगह हर जगह जहाँ मेला उला होती जहाँ अन्य राष्ट्रीय खेल जो सब में जाकर हम सब वो खेल के अपना सर्राही जिला पहले तो खत्म नहीं हो गए, लेकिन हम सब आपको चीज़ के इतना जगह आवे चाहे छी और वैसे हम बहुत बहुत धन्यवाद दै छी कि हमार सर्राही जिला रोहतास परसा जितना मध्य प्रदेश के जितना भी खिलाड़ी हुए सब खिलाड़ी अच्छा से अच्छा कुश्ती लड़े और अच्छा से अच्छा मध्य प्रदेश के नाम रोशन करे और देश को प्रगति करे। मित्र लोगन एकटा बात सहजे बुझे वाला विषय छै जे अपन कुश्ती पहलवानी से हेरा रहल छै तकरा जगावै के प्रयास कऽ रहल छै मध्य सरकार, खेल के प्रयास कऽ रहल छै। इहो एकटा पैघ विषय छै हमरा सबके बीच में। हमरा सबके खिलाड़ी सब आरो उपस्थित छै। ये है कि जी जी यादव जी कौन जिला से आ रहे हो? जी सब के लगा के 3 साल में कुश्ती लेकिन ये कुश्ती में कोई सरकार से लगाने लोग अलग के काम से कुश्ती के काम से आ रहे कुश्ती जी कुश्ती ये कगार पर कूद गए। एकरा बाद में आके की हो गए जैसे सरकार की तरफ कुश्ती में ऐसा आवल है लेकिन सही आदरणीय दर्शक जी, खिलाड़ी सब एकदम उत्तेजना में छै। खिलाड़ी सब खेलऽ लेल तैयार छै। कहि रहल छथिन जे सरकार से जे सुविधा भेटक चाही हमरा सबके से सुविधा नहीं भेट रहल है, हेबाक चाही हमरा सबके कुश्ती के लेल से नहीं भऽ रहल है। हमसब खेलऽ लेल एकदम तात्पर छी, लेकिन कतौ न कतौ हमरा सबके लगानी नहीं भऽ रहल है। कतऽ से आए छी? हम धनुषा टीम से छी। दूसरा टीम से की नाम है? हमर नाम बैजनाथ चौधरी, जनकपुर प्रधान नगर पालिका वार्ड नंबर 23 से छी हम। और हम ई कहऽ चाहबै कि ई जे खेल छै से हमरा सबके पूर्वजे से आबि रहल छै। अभी नया में जूडो कराटे ई सब जे समय आबि रहलै बुझलियै, ई हमरा सबके परंपरागत सब खेलैत आ रहल छै। एहिसे स्वास्थ्य में फायदा मिलै छै, हड्डी मजबूत होइ छै। ताहि लऽ के सरकार एहि बात पर कोनो चहल पर कोनो ध्यान नहीं दै छै। तो ई आरोप भऽ रहल छै, दिन पर दिन कुश्ती आरोप भऽ रहल छै। ताहि लऽ के हमसब चाहबै कि सरकार के विशेष से विशेष ध्यान देवे के लेल हम दोनों टीम से बैजनाथ चौधरी ई कहऽ ध्यान दो, ज़्यादा से ज़्यादा संख्या में ध्यान दो। आदरणीय दर्शक खिलाड़ी आज कार्यक्रम से हो शुरू होबऽ लागल छै, समापन कार्यक्रम सेहो शुरू होबऽ लागल छै। हम कैमरामैन के आग्रह करऽ चाहबै जे समापन वाला जे
सब मिथिला जागरण ऑनलाइन टीवी के माध्यम से हम सब बहुत रास बात अपने सबके बीच में देखलिए खिलाड़ी यहाँ है कतऽ से छी कथी केली छी ए पहलवानी केली छी कते निमन लगे है पहलवानी केली छी हाँ केन्द्रीय सदस्य आदरणीय दाई सुरेश शर्माजीलाई अनुरोध गर्न चाहन्छु। त्यसैगरी योग प्रशिक्षक आदरणीय दाई सुरेश शाहलाई पनि अतिथिका रूपमा आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्न चाहन्छु। हाम्रा मध्य प्रदेश युवा सञ्जालबाट पाल्नुभएका आदरणीय भाइ प्रिय भाइ मोहम्मद नईम रायनलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्न चाहन्छु। साथै सम्पूर्ण हाम्रा मध्य प्रदेशका सम्पूर्ण जिल्लाहरूबाट पाल्नुभएका प्रशिक्षकज्यूहरू तथा निर्णायकज्यूहरूलाई यहाँ मञ्चमा आएर आसन ग्रहण गरिदिनका लागि विनम्र अनुरोध गर्न चाहन्छु।
प्रतियोगिता तीनटै प्रतियोगिता एकदम राम्ररी र सफलतापूर्वक सम्पन्न भएको जस्तो लाग्छ र यो हामी एक्लैको पहलमा सफल हुन गाह्रो नै हुन्थ्यो। तथापि म यस खेलकुद प्रतियोगितालाई भव्य र सफलतापूर्वक सफल पारिदिनका लागि आदरणीय दाई अजित कुमार मिश्रा, आदरणीय दाई पृथ्वी यादव, पर्सा जिल्ला खेलकुद विकास समितिका आदरणीय दाई पृथ्वी यादव, साथै मध्य प्रदेश कबड्डी सङ्घका आदरणीय दाई सरोज कुमार सिंह, साथै कल्याण भुटेल दाई र यहाँ हाम्रा नेपाल कुस्ती सङ्घ मध्य प्रदेशका आदरणीय दाई रमेश कुमार शाह कानु लगायत सम्पूर्ण कुस्तीका जिल्ला अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, प्रशिक्षकज्यूहरू, निर्णायकज्यूहरू र खासमा खेलाडी भाइ बहिनीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र हाम्रो यस खेलकुद प्रतियोगितालाई भव्यताका साथ समापन गर्न जति पनि हातहरूले साथ दिनुभयो र यो छोटो अवधिमा पनि हामीहरूलाई यो खेलकुद प्रतियोगितालाई हामीले उत्कृष्टताका साथले सफल पार्न सक्छौँ भनेर हौसला प्रदान गरिदिनु भयो। हामीले आँट गऱ्यौँ र यो सफल भयो, त्यसका लागि सम्पूर्णलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँहरूलाई यहाँबाट विजयी हुनुभएका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा भविष्यका लागि अनेक शुभकामना दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पनि कुस्तीको मात्र होइन र यो सम्पूर्ण खेलहरूको माध्यमबाट हामीले मध्य प्रदेशलाई मात्र होइन आफ्नो राष्ट्रलाई पनि अन्तर्राष्ट्रिय जगतमा चिनाउनेछौँ भन्ने कामना गर्दछु र यसैका साथमा आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। खेलकुद तथा समाज विकास मन्त्रालयका आदरणीय सचिव अनि यो कार्यक्रमका प्रमुख अतिथि हाम्रो मध्य प्रदेश खेलकुद तथा मन्त्रालयका माननीय मन्त्री प्रमोद जायसवालजी उहाँ बाटोमै हुनुहुन्छ र विशिष्ट अतिथिको रूपमा हाम्रो बीच नेपाल कुस्ती सङ्घ वरिष्ठ उपाध्यक्ष केन्द्रीय सदस्य मुकेश शाहजी, त्यस्तै यहाँ उपस्थित हुनुभएका हाम्रा निर्णायक मण्डल, विभिन्न खेल विधाबाट आउनुभएका निर्णायक, प्रशिक्षक, खेलाडी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार सँगै यहाँ उपस्थित सम्पूर्णमा सबभन्दा स्वीकार्नुहोस् सही खेलको अभिभावक। यहाँ हामी जुन उपस्थित भएका छौँ यो उपस्थिति एउटा गरिमामय उपस्थिति भएको महसुस हुँदैछ। यहाँ जुन हामी खेलप्रति समर्पित भावनाले र स्वास्थ्यको लागि खेलको नारा सहित हामी जुन उपस्थित छौँ, जुन खेलको माध्यमबाट देश विदेशमा चिनाउने खेलाडीलाई फेरि एकचोटि म उहाँहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। म मध्य प्रदेश कुस्ती सङ्घको जुन सहकार्यमा जुन यो भइरहेछ यसमा धेरै कमी कमजोरी भएको छ, त्यो म आफै औल्याउन चाहन्छु र स्वीकार्न पनि चाहन्छु। यो गेम चाहिँ तयारीको अवस्थामा तयारी गर्नको लागि हामीलाई समय नै पाएन। यसको लागि कमसेकम प्रदेश स्तर अगर हामीलाई तयारीको चाहिन्छ भने कमसेकम 3 हप्तादेखि 3 हप्ता हामीलाई समय चाहिएको थियो। जुन पाए हामीलाई मुस्किलले 36 घन्टा, त्यो पनि हामी 48 घन्टा भन्दैनौँ, 36 घन्टा तयारीको लागि मात्र पायौँ। जुन हाम्रो प्रतिस्पर्धा खेलाडीहरूले जुन आएर गर्नुभयो, उहाँहरूसँग सहभागी बनाइदिनु भयो, त्यसलाई उहाँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। किनकि 26 घन्टामा त्यो कुस्तीलाई तयारी गर्ने अवस्थामा कुनै हालतमा पनि हुँदैन।
हाम्रो जुन मध्य प्रदेश एसटी सङ्घका 8 जिल्लाका जुन अध्यक्ष हुनुहुन्छ उहाँहरूलाई फेरि हृदयदेखि धन्यवाद दिन चाहन्छु। जुन हाम्रो सरकारका यस समुदायका हुन्छ वर्षबाट हाम्रो बिन्दु सर हुनुहुन्छ, त्यसपछि मन्त्रीबाट हाम्रो मनोज सर र सप्तरीबाट पारो सर लगायतका सम्पूर्ण जुन अध्यक्ष मण्डल हाम्रो हुन्छ उहाँहरूले एक जुन समयदेखि उहाँले सूचना पाउनुभयो, न बिताउनु भएछ, न सुत्नु भएछ, न बस्नु भएछ। उहाँले दिन रात काम गरेर यो जुन हामी उपस्थित भएछौँ कोर्डिनेट गरेर, खेलाडीसँग कोर्डिनेट गरेर, प्रशिक्षकसँग कोर्डिनेट गरेर, कहीँ छैन भने खेलकुद विकाससँग कोर्डिनेट गरेर जुन उहाँहरूले बेला बेलामा आफै सुत्नु भएको छैन, मलाई पनि सुत्नु दिनुभएको छैन। किनकि रातिको 11 बजिरहेछ कि बिहानको 4 बजिरहेछ त्यो ठेगान छैन, तर फोन चाहिँ घन्टी बजिरहेछ। अब किन यो भन्न चाहेका छु भने हतारमा जुन काम गरिन्छ हुन त काम त हुन्छ, तर जुन तयारी हुनुपर्ने हो त्यो तयारी हुँदैन। यो अपूर्ण तयारी यसले भन्छु, किनभने समयको खाँचो र तयारी पनि केही थिएन। उहाँहरूलाई एउटै कुरा आयो कि 81 हामीलाई गर्नुपर्ने, तर कहीँ न कहीँ यो मन्त्रालयको कहीँ न कहीँ पदनियत पनि हेरिरहेको छु। पदनियत किन हेरिरहेको छु भने जुन 9 गते निर्णय हुन्छ, छुट्टी बन्छ 9 गते, 19 गतेबाट गेम सुरु हुन भन्छ, रातिको 8:30 बजे खबर पाउँछ कुस्ती सङ्घलाई। अब हुनसक्छ टेक्निकल मिस्टेक होला, तर 9 दिन पछाडि र 19 गते गेम सुरु हुनुमा कतिको रातको 8:30 बजे त्यो पनि धुमारो पारामा आउँछ, धुमारो पारामा आउँछ, सूचना आउँछ। आफैमा एउटा ठुलो उपलब्धि पनि जस्तो लाग्छ र हतारको काममा केही न केही कुराहरू छुट भएको हुनसक्छ, त्रुटि त भएकै हुनसक्छ, भएको पनि हो र हाम्रो मन्त्रालय अन्तर्गतबाट तथा नेपाल कुस्ती सङ्घ मध्य प्रदेश सङ्घको यो आयोजनामा सञ्चालन भएका सम्पूर्ण खेलहरूमा जे जति भुल त्रुटिहरू भयो त्यो समयको अभावको कारणले भयो। यो कार्यक्रम हामीले सोचेको हिसाबले लगभग 1.5 महिना पहिला हुनुपर्ने थियो, तर खासमा कर्मचारी व्यवस्थापनका कारणले हाम्रो मन्त्रालय र मन्त्रालय एउटा सिङ्गो मन्त्रालय धाउन कर्मचारीहरू अभाव भएका कारणले हामीले यो कार्यक्रम अन्तिम क्षणमा गराउनु पर्ने बाध्यता थियो र खेलप्रतिको मायालाई बुझेर यो छोटो समयमा पनि खेलाडीहरूको सहभागिता जनाइदिनु भएकोमा म फेरि पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो औपचारिक सत्रलाई अगाडि बढाउँदै र केही बेरमा हाम्रा प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालयका माननीय मन्त्री श्री प्रमोद जयसवालजीको आगमन हुनेछ। हामी मन्तव्य आशा लिएको छु र म आफ्नो मन्तव्य व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय राईराम केवल मुखियाज्यू। हाम्रो यस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा हाम्रा खेलकुद तथा समाज कल्याण मन्त्रालयका माननीय मन्त्री श्री प्रमोद जयसवालजीको आगमन भएको छ। म उहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि विनम्र अनुरोध गर्दछु। वास्तवमा हाम्रा दाई आदरणीय रामकेवल मुखियाज्यूले सम्बोधन गरेर जानुभएका विषयवस्तुहरू बन्द प्रशिक्षण र खेलाडीहरूको सहभागितामा महिला सहभागिताको स्तर न्यून देखिएको छ। कुस्ती जस्ता प्रतियोगिता एक्सेस पावरफुल प्रतियोगिता भएकाले यसमा मध्य प्रदेशबाट जहाँ घुम्टोबाट मान्छे निस्किँदैन, महिला निस्किँदैन, त्यस्तो समाजबाट यस प्रतियोगितामा 6 जना महिला खेलाडीको सहभागिता हुनु आफैमा पनि एउटा परिवर्तनको सुरुवात जस्तो लाग्छ र आगामी दिनहरूमा पनि यस्ता खेलहरूमा महिला सहभागिता सुनिश्चितता गर्नका लागि हाम्रो मन्त्रालयको तर्फबाट राम्रो पहल हुने नै छ भन्ने कुरा विश्वास गर्छु र कर्मचारीको माध्यमबाट जे जति प्रयास
प्रयास हुन सक्छ त्यो पहल हामीले गर्ने नै छौँ। साथै राजनीतिक व्यक्तित्वज्यूहरूबाट जे जस्तो पहल गर्नुपर्छ ताकि हामीले खेलकुदलाई एउटा स्तरीय ठाउँसम्म पुर्याउन सक्छौँ, त्यसका लागि मैले हाम्रा युवा मन्त्री माननीय प्रमोद जयसवालज्यूलाई अनुरोध गर्न चाहन्छु र उहाँ पनि वास्तवमा खेलकुदप्रति प्रतिबद्धता जाहेर गरेर आज निकै हाम्रो आर्थिक वर्ष आगामी आर्थिक वर्षका लागि खेल र खेलाडीहरूप्रति एउटा सुरुवात गरि नै सक्नुभयो। बहुत बहुत धन्यवाद देना चाहती। धन्यवाद। वास्तव में ये खिलाड़ी सबके जोश हुआ चाहिए, वो खिलाड़ी के जोश देखे के लागे हमरा यहाँ के मंत्री जी कार्यक्रम रखते थे तो मंच के अगर आवाज सुने देवे तो खिलाड़ी साथी साहब सब अगाड़ी में आवे की कोशिश करते और बहुत महत्वपूर्ण बात सब फैले और होने जा रहा है से अहाँ सब धैर्यता के साथ अगाड़ी में आकर सुन देवे। वास्तव में जे हमरा यहाँ के महान धरती सीता मैया के जानकी माता के नगरी में जे हमरा के इतिहास रचल रहे वह इतिहास रचे के लागे हमरा के मंत्री जे प्रभु जयसवाल जी देख ले उनका नाम से एक बार जोरदार ताली से स्वागत कर दियो। आज तक मध्य प्रदेश में यह प्रथम मंत्री थे कि खिलाड़ी के अगुवाई के लिए गई। वास्तव में हृदय से उनका धन्यवाद देना चाहिए हम। और आगामी दिन में वास्तव में हमरा यहाँ के जे मधेश के पुत्र में जे मधेशी के एगो वीरता के खेल के रूप में कुश्ती खिलाड़ी रहे थे और वही खेल के जो आगाड़ी के प्रथम कुश्ती के अगुवाई के तो वास्तव में कहे तो उनका कतो नहीं करते खेल प्रेमी और धरती पुत्र के सराहने से जे उनका एक बार पुनः जोरदार ताली से स्वागत कर दियो। और मंत्री जी से हम आग्रह करेला चाहे कि जिन्हें इनके अपने मधेश में जे पहले इतिहास रच लिए कुश्ती के लगा तेना इन्हें अहाँ सा एगो पिनार में खिलाड़ी के तरफ अनुरोध करेला चाहे कि कमती में प्रत्येक साल अपने एगो प्रतियोगिता करा देवे के हम अहाँ जिज्ञासा रखे छी। और दोसर जे हमरा यहाँ के कुश्ती खेल लोग भर रहा है और जे उजागर के लिए तो वास्तव में अहाँ कम से कम ये 8 जिला के जो मंत्री बने तो कम से कम 8 जिला में एहन वीर हुए एहन जोरदार कुश्ती खिलाड़ी हुए कि मात्र मध्य प्रदेश में नहीं 7 प्रदेश में और नेपाल में मात्र नहीं विश्व में जाके कीर्तिमान कायम करे उनका अगुवाई करने के लागे आगे आग्रह करे। और जे खिलाड़ी साथी सब थे उनका तरफ से एगो प्रतिवेदन से वास्तव में हम भी कहना चाहे कि आगामी आवे वाला खेल में जे निर्णायक के रूप में चले तो अगाड़ी के वक्तव्य में कह दिला कि जल्दी के बाजी में धरफर के कला के हमरा के पूर्वज गुरु सब चले उनका बहुत भूमिका के बाद बहुत प्रयास के बाद ये खेल संपन्न हुए। तो वास्तव में ये पहलका गुरु सब से उनका से वो धन्यवाद देना चाहिए। और आवा वाला गेम में जो निर्णय के रूप में रहते तो प्रत्येक जिला सा निर्णय के रूप में रखा जाते सेहो गुरु साहब प्रतिबद्धता देके तो हमरा आगे गुरु के नाम पे सेहो एक बार जोरदार ताली से स्वागत कर दो। और वास्तव में जब तक हमरा आगे मध्य प्रदेश में जे प्रशिक्षक के रूप में विभिन्न गुरु सब से प्रत्येक जिला में छे तो कतौ न कते हमरा आगे देश नहीं विदेश तक सेहो देते यो हम अपने आप में विश्वास करे छी और खिलाड़ी सबके सेहो विश्वास दिलावेला चाहे छी। तो साथी साहब बहुत आया वक्ता सब सेहो छे और उनका सब सेहो हम ई प्रतिबद्धता जाहिर करेला चाहे छी। हम ये प्रतिबद्धता जनावेला चाहे छी जे हमरा आगे युवा नेता प्रभु जयसवाल जे हमरा आगे ई सराहनीय काम करके देखल गए तो हम हुनका मुँह से और खिलाड़ी साथी सबके सेहो विनम्र मानू छे कि एहन कार्यक्रम कि प्रत्येक 8 जिला में अपने के अगुवाई में से करा देते तो और अहाँ के नाम के साथ साथ खिलाड़ी साथी सबसे आगाड़ी बढ़ेला चाहे छे तो एगो अपने पहल करने के लागे सेहो खिलाड़ी सबसे आवाज आबि रहल छे प्रशिक्षक सबसे सेहो आवाज आबि रहल छे। आ विश्वास तो छिए कि
नवयुवक मात्रै जे हमरा आगे समक्ष उपस्थित छे तो लागे छे ऐसा कि कुछ न कुछ हमरा आगे लागी व्यवस्था करते प्रत्येक जिला में खिलाड़ी सबके बजट जुटा देते प्रत्येक खिलाड़ी सबके कुछ न कुछ अनुदान या तो महीनावारी कर देते जैके वजह से खिलाड़ी सब मात्र मधेश में नहीं नेपाल में नहीं विदेशों में जाकर मधेश के नेपाल के नाम रोशन करे वही के लागी मंत्री जी साहब से हो बिनार पांडव थे और ये खेल के कोच सब मिले प्रशिक्षक मिले ये सब लोग भरल थे हमरा के मध्य प्रदेश में दोसर जिला के अनुपात में ये 8 जिला से प्रदेश पुलिस स्तरीय कुश्ती प्रतियोगिता का समापन कार्यक्रम का अध्यक्ष जी इस कार्यक्रम का माननीय खेलकूद मंत्री प्रमोद जसवाल जी हाम्रा विभिन्न खेलकुदमा सहभागी भएका प्रशिक्षक खेलकुद सङ्घका अध्यक्षज्यू पदाधिकारीज्यू लगायत सबै हामी उपस्थित सबैमा म मुख्य साथको तर्फबाट नमस्कार गर्न चाहन्छु र नेपाल कुश्ती सङ्घबाट नमस्कार गर्न चाहन्छु। आज खेलकुदमा हार र जित स्वाभाविक कुरा हो र तपाईहरुले जित्नु भएको छ र धेरै खेलाडीहरुले हार्नु पनि भयो। म दुईटैलाई बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। जो खेल्दैन त्यो हार्न पनि सक्दैन, जित्न पनि सक्दैन। त्यसकारण तपाईले खेल्नुभयो, हार्नु पनि भयो, जित्नु पनि भयो। त्यसकारण दुईटैलाई हार्ने र जित्ने सबैलाई म आफ्नो तर्फबाट धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु। हामी भन्ने गर्छौं राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद। अब त्यो नारा परिवर्तन गर्ने अवस्था आइसक्यो। अब राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद र पैसाको लागि खेलकुद हुनुपर्छ। जबसम्म पैसा हुँदैन खेलाडीहरूसँग कुनै पनि खेलाडी अगाडि बढ्न सक्दैन। त्यसैले खाली राष्ट्रको लागि होइन, स्वास्थ्यको लागि होइन, अब पैसाको लागि पनि खेल्नुपर्छ। दुनियाँका खेलाडीहरूले यति पैसा कमाए, यति अगाडि बढिसक्यो, तर अहिले पनि हाम्रो सरकार हामीले नारा दिन्छौँ राष्ट्रको लागि खेल्नुपर्छ, स्वास्थ्यको लागि खेल्नुपर्छ। अब चाहिँ हाम्रो आर्थिक क्षेत्र उन्नतिको लागि खेल्नुपर्छ। त्यो हामी सुरुवात गर्नुपर्छ। यहाँ सानो समयमा खेलकुद मन्त्रालयले राम्रो कार्यक्रम आयोजना गरिदिएकोमा म कुस्ती सङ्घको तर्फबाट धन्यवाद दिन चाहन्छु उहाँलाई। यति मेहनत गरी छोट समयमा र यो ऐतिहासिक गेम विगत लामो वर्षदेखि मध्य प्रदेश स्तरीय कुस्ती प्रतियोगिता भइराखेको थिएन र मलाई लाग्छ 8वटै जिल्लाका सहभागिता यहाँ भएको छ र यो सबभन्दा ठुलो उपलब्धि हाम्रो लागि। 8वटै जिल्लाको कुस्ती खेलाडी आउनु भनेको चान्सुने विषय होइन। त्यसकारण यो ऐतिहासिक गेम, ऐतिहासिक खेलकुद हाम्रो लागि एकदम फलदायी भएको छ। म तपाईहरुको सामने जानकारी गराउन चाहन्छु। अर्को हामीले यहाँ जितेका खेलाडीहरू उपाध्यक्ष आदरणीय दाइ मुकेश शाहज्यूलाई अनुरोध गर्न चाहन्छु र यो मायाको चिनो उहाँलाई वितरण गरिदिनका लागि म आदरणीय सचिव श्री चुडामणि प्रियाज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसैगरी नेपाल कुस्ती सङ्घ मध्य प्रदेशका अध्यक्ष आदरणीय दाइ रमेश शाहज्यूलाई पनि म सचिव सरकै हातबाट मायाको चिनो ग्रहण गरिदिनका लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी म नेपाल कुस्ती सङ्घका उपाध्यक्ष आदरणीय दाइ सबियुल शेखलाई पनि मायाको चिनो ग्रहण गरिदिनका लागि अनुरोध गर्न चाहन्छु। नेपाल कुस्ती सङ्घ मध्य प्रदेशका कोषाध्यक्ष आदरणीय दाइ पिन्टु रौनियारलाई पनि मायाको चिनो ग्रहण गरिदिनका लागि अगाडि आइदिन अनुरोध गर्न चाहन्छु। मायाको चिनो ग्रहण गरिदिनका लागि म नेपाल कुस्ती सङ्घ मध्य प्रदेशका आदरणीय दाइ पारस यादवज्यूलाई अगाडि निम्त्याउन चाहन्छु, जुन कि हाम्रा नेपाल कुस्ती सङ्घ मध्य प्रदेशका सचिव पनि हुन्। खेलकुद
मञ्चमा आसीन सम्पूर्ण व्यक्तित्वहरू जो खेलकुदको लागि आफ्नो अथक मेहनत प्रयास गर्नुभएको छ, आफ्नो जीवनको धेरै समय खेलकुदको लागि खर्चिनु भएको छ र खेलकुदको विकासको लागि आफूलाई समर्पण भएर खेलकुदलाई यहाँसम्म पुर्याउनु भएको छ। यहाँहरू सम्पूर्णलाई यस प्रतियोगितामा सहभागिता जनाउने हाम्रो 8वटा जिल्ला मध्य प्रदेशभरिबाट विभिन्न ठाउँबाट आउनुभएका खेलाडी तथा उहाँसँग आउनुभएका प्रशिक्षक लगायतका व्यवस्थापक टिम र यो हलमा उपस्थित निर्णायक मण्डल लगायत प्रहरी प्रशासन पत्रकार र खेलकुद प्रेमी सम्पूर्ण महानुभावहरूलाई फेरि पनि म खेलकुद तथा समाज कल्याण मन्त्रालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरूले अन्तिम वर्षको अन्त्यतिर पनि हामीले पनि यस प्रकारले खेलकुदमा मैले विशालजीले ठाई अगाडि ल्याउँदाखेरि हुन त हामी आफै पनि छलफल गरेर मन्त्रालयमा के योजना बाँकी छ र त्यसमध्ये कुन कुन काम गर्न सकिन्छ, किनभने मन्त्री भएर आइसके पछाडि हामी अलिकति बजेट निर्माणको क्रममा लाग्यौँ। बजेट निर्माणको क्रममा अरू केही कुरातिर ध्यान दिने अवस्था नै थिएन। यहाँहरूले बुझ्नुभएको छ, हामीले 4-5 दिनको अवधिमा बजेट ल्यायौँ र त्यो बजेटको काम सक्ने बित्तिकै हामी के काम गर्न सकिन्छ र काम खालि फर्मालिटीको लागि नहोस्, प्रभावकारी रूपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा हामीले हाम्रो कर्मचारी साथीहरूसँग बस्यौँ र त्यही खेलसँग सम्बन्धित व्यक्तिहरूसँग पनि बसेर हामीले छलफल गऱ्यौँ। छलफल गर्दाखेरि केही खेलहरू गर्न सकिन्छ, हामी गराउन सक्छौँ र यसको गुणस्तरमा कुनै समस्या हुँदैन, हामी एकदम प्रभावकारी रूपमा गर्छौँ भन्ने हिसाबको कुरा आइसके पछाडि हामी सबैले मन्त्रालयको सिङ्गो टोली हामी एउटा निर्णयमा पुग्यौँ, यसलाई फ्रिज हुन दिनुभन्दा यो खेल सञ्चालन गरौँ। अर्को आर्थिक वर्ष आगामी आर्थिक वर्षमा हामीले समयमा प्रभावकारी रूपमा र 8वटा जिल्लामा विभिन्न ठाउँमा हामी यो कार्यक्रम विभिन्न खेलहरू विभिन्न जिल्लामा विभिन्न स्थानमा गएर हामी अगाडि बढाउला भन्ने हिसाबको कुरा पनि हामीले गऱ्यौँ र यो कम समयमा भए पनि यहाँहरूले हाम्रो कर्मचारी साथीहरूको मात्रै व्यवस्थापनले यो प्रतियोगिता सफल हुने अवस्था हुने थिएन भन्ने कुरा हामी राम्रोसँग बुझेका छौँ। तपाईँहरूले मेहनत गर्नुभयो, साथ दिनुभयो र यसलाई हामी छोटो समयमा पनि यसरी गर्न सक्दा रहेछौँ भन्ने कुरा प्रमाणित गरेर देखाउनुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु। भयो कुरा यहाँ धेरै प्रश्नहरू उठेको छ, अब के हुन्छ खेलकुदको विकासमा, कसरी सरकार अगाडि बढ्छ भन्ने धेरै कुराहरू आएको छ। म सबै प्रश्नको उत्तर आजै दिन चाहन्न। म तपाईँहरूलाई के मात्र भन्न चाहन्छु भने आगामी आर्थिक वर्षमा हाम्रो यो टिम र म आफै यो मन्त्रालयमा यदि हामी रहिरहने अवस्था रह्यो भने तपाईँहरूको हरेक उत्तर धेरै समय कुर्नु पर्दैन। आर्थिक वर्ष सुरुवात भएको केही महिनाभित्रमा तपाईँहरूले धेरै प्रश्नको उत्तरहरू हाम्रो कामबाट देख्नुहुन्छ, तपाईँको साथबाट देखिनेछ। खेलकुद विधेयक सदनमा छ। आज पनि म हाउसमा समितिका साथीहरूसँग छलफल गरेको छु। त्यसलाई हामी छिटोभन्दा छिटो सदनबाट पास गरेर विभिन्न जिल्लामा र प्रदेश स्तरमा खेलकुद परिषद गठनको कामलाई हामी द्रुत गतिमा अगाडि बढाउँछौँ। यही आर्थिक वर्षमा अहिले बजेटको छलफल भइरहेको छ। सायद साउन पछाडि तर धेरै पछि नसरिकन त्यो विधेयक पास हुन्छ र विधेयक पास हुनासाथ हाम्रो प्रदेशमा खेलकुदलाई अलिकति अवरोध गरेका कानुनी कुराहरू जुन छ त्यो बाटो खुल्ला हुनेछ र हामी खेलकुदको हिसाबले धेरै अगाडि बढ्नेछौँ। त्यो यहाँहरूसँग प्रतिबद्धता गर्न चाहन्छु र एउटा मन्त्रीको हैसियतमा त्यो मेरो जिम्मेवारी हो। खेलकुद विधेयकलाई यथाशीघ्र पारित गर्न लगाएर खेलकुदसँग सम्बन्धित संरचना निर्माण गरेर हाम्रो प्रदेशलाई अलिकति जुन हिसाबले हाम्रो सम्भावना छ, हामी विभिन्न खेलमा हाम्रो जुन किसिमको एउटा विशिष्टता छ त्यो खेल लगायत प्रदेशमा खेलकुदका गतिविधिलाई यो प्रदेशलाई नै खेलमय बनाउने हिसाबले हामी अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता गर्न चाहन्छु। खेलाडीहरूको कुरा उठ्यो। मैले हिजो पनि भनेको थिएँ, प्रदेश सरकारले आगामी आर्थिक वर्षमा हुन त अहिले पनि हिजो पनि यहाँलाई आग्रह गरेको थिएँ, आज फेरि पनि आग्रह गर्छौँ। हामी भर्खरै केही दिन अगाडि 13 गतेको डेटमा असारको 13 गते एउटा सूचना निकालेका थियौँ र
त्यो सूचना एउटै उसमा एउटै डेटमा 3वटा थियो। एउटा हामीले के भनेका थियौँ भने मध्य प्रदेशबाट यही आर्थिक वर्षमा विभिन्न स्तरको खेलमा विशेष गरी अन्तर्राष्ट्रिय स्तर, राष्ट्रिय स्तर र प्रदेश स्तरको खेलमा पदक जितेर आउनुभएका मध्य प्रदेशका खेलाडीहरूले मन्त्रालयमा आफू कुन समयमा कस्तो किसिमको पदक जितेर आएको हो, त्यो खेलबाट जितेर आउनुभएको हो, त्यसको प्रमाण सहितको निवेदन पेश गर्नुहोला। हामी पुरस्कारको व्यवस्था गर्नेछौँ भनेर एउटा सूचना निकालेका थियौँ। सायद हाम्रो 8वटा जिल्लाबाट त्यस्तो किसिमको सूचनाहरू आएको हुनुपर्छ। यहाँहरूलाई आग्रह गर्न चाहन्छु, अब हामीले यी सूचनाहरूमाथि भोलिसम्ममा निर्णय गरेर त्यसलाई एउटा निष्कर्षमा पुर्याउनु पर्ने अवस्था छ। त्यसको लागि तपाईँहरूलाई फेरि पनि म आग्रह गरेँ। खेलकुद पत्रकारितासँग जोडिएको पत्रकारहरूको लागि पनि हामी खेलकुद पत्रकारिता पुरस्कार को लागि पनि सूचना निकालेका छौँ र त्यहाँनिर निवेदन दिनुभएका साथीहरूमध्ये हामीले अब पैसा थोरै भए पनि हामी सुरुवात गर्न खोजेका छौँ र त्यो सुरुवातको क्रममा हामी के गर्दैछौँ भने विभिन्न ठाउँबाट पत्रकार साथीहरूले निवेदन दिनुभयो होला, उहाँहरूले कसरी योगदान पुर्याउनु भयो खेलकुदको लागि भन्ने पनि त्यो आधारसहित दिनुभएको होला। त्यसमा हामी 8वटै जिल्लालाई 2-2वटा जिल्लाको एउटा क्लस्टर बनाएर हरेक जिल्लाको हरेक 2टा जिल्लाबाट कमसेकम 1जना पत्रकार छानिने गरी हामी 4जना पत्रकारहरूलाई पुरस्कृत गर्ने राख्नेछौँ। त्यसमा नजिक जोडिएको 2टा जिल्लाबाट 1जना जसले राम्रो योगदान गर्नुभएको छ त्यो हामी सुरुवात गर्दैछौँ र आगामी आर्थिक वर्षमा म यहाँहरूसँग वाचा गर्न चाहन्छु। हामी खेलाडीहरूको एउटा प्रोफाइल बनाउँदैछौँ। खेलाडी भनेको 2 किसिमको खेलाडी, एउटा अहिले खेलिरहेका खेलाडीहरूको प्रोफाइल र अर्को हिजोदेखि खेलेर विभिन्न ठाउँमा गएर नाम कमाएका मधेस र देशको इज्जत बढाएका खेलाडीहरूको प्रोफाइल। त्यो खालि प्रोफाइलमा सीमित हुने छैन। हामी र उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम राख्ने नै छौँ र सम्भव भएसम्म यहाँहरूले साथ दिनुभयो भने देशको गौरव मधेसको खेलाडी, मधेसका खेलाडी भनेर हामी एउटा पुस्तक निकाल्छौँ होला आउने आर्थिक वर्षमा। त्यसमा हामी जसले आफ्नो जीवन नै खेलकुदमा बिताउनु गएको छ, खेलाडीको रूपमा, प्रशिक्षकको रूपमा, उहाँहरूको फोटोसहित उहाँहरूले गर्नुभएको योगदान, उहाँहरूको योगदानको चर्चा हामी त्यसमा गर्नेछौँ भने अर्को सम्भावना बोकेको र अहिले खेलिरहेका खेलाडीहरूको पनि त्यही हिसाबले हामी गर्नेछौँ र खेलकुदको लागि हामीले खेलकुद विधेयक पास गर्ने बित्तिकै धेरैवटा खेलकुद गर्ने त्यो स्पेस कानुनले पनि हामीलाई दिन्छ र त्यो हिसाबले हामी अगाडि बढ्ने नै छौँ। अघि भन्नुभयो खेलाडीहरू खेल पछाडि के गर्ने भन्ने किसिमको जुन समस्या छ, सबै समस्याको समाधान हामी अहिले नै गरिहाल्छौँ भने त्यो आश्वासन मात्र दिन म चाहेको छैन। तर के गर्न सकिन्छ खेलाडीहरूको एउटा सुरक्षाको लागि, खेलाडीहरूको जीवनयापनको लागि, खेलाडीहरूको सम्मानको लागि र खेलकुदको विकासको लागि त्यो अवस्थामा मध्य प्रदेश सरकार खेलकुद तथा समाज कल्याण मन्त्रालय हामी हरेक हिसाबले त्यसमा हामीसँग निर्वाह हुन सक्ने किसिमको भूमिका र हामीले समन्वय सहकार्य गरेर गराउन सक्ने किसिमको भूमिकाको लागि हामी कुनै कसर बाँकी राख्ने छैनौँ। हामी यहाँहरूको साथमा रहनेछौँ र यो प्रदेशलाई खेलमै बनाउने हिसाबले हामी अगाडि बढ्नेछौँ। खालि यस्तो किसिमको कार्यक्रममा खेलाडी भन्दा पनि घर घरमा खेलाडी हामी बनाउन सकेनौँ भने, टोलटोलमा खेलाडी बनाउन सकेनौँ भने, गाउँ गाउँमा खेलाडी बनाउन सकेनौँ भने हिजो जसरी हामी देश विदेशमा गएर नेपालको झन्डा फहराउँथ्यौँ त्यो झन्डासँगै केही खेलहरूमा त मधेसको यो 8 जिल्लाको खेलाडीहरूको दबदबा थियो। त्यो दबदबालाई जोगाउने र फेरि पनि कहीँ कतै हामीसँग कमजोरी भइरहेको छ भने त्यो पहिलाको स्थितिभन्दा नै अझै राम्रो स्थितिमा पुर्याउने हिसाबले हामी अगाडि बढ्छौँ भन्ने किसिमको प्रतिबद्धता यहाँहरूसँग गर्न चाहन्छु। उहाँ खेलाडीहरूको सम्मान र उहाँहरूको जीवकोपार्जनको कुरालाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नेछ भन्ने आग्रह गर्दै हामी कहाँ विभिन्न खेलका विभिन्न सङ्घहरू पनि हुनुहुन्छ, हाम्रो आफ्नै पनि परिषदहरू छ र खेलकुदमा काम गरेका विभिन्न सङ्घ संस्थाहरू छन्। यी सबै सङ्घको समन्वय सहकार्यमा मध्य प्रदेश सरकार, हाम्रो खेलकुद तथा समाज कल्याण मन्त्रालय हामी अब आउने आर्थिक वर्षमा एउटा बृहत किसिमको छलफल गरेर कसरी अगाडि बढ्दाखेरि हामी राम्रोसँग काम गर्न सक्छौँ र खेलकुदको विकासलाई अगाडि बढाउन सक्छौँ त्यो अनुरूपको कार्ययोजना बनाएर हामीले एउटा साझा कार्ययोजना बनाएर हामी काममा अगाडि बढ्ने नै छौँ।
अहिलेको सिङ्गो मधेस प्रदेश सरकारको मन्त्री परिषदको टिम पनि मुख्यमन्त्रीजी लगायत सबै खेलकुदको विकासको लागि हामी एकदमै राम्रोसँग अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामी सबै एकमत छौँ। त्यो भएर हामी सबैको लागि एउटा अवसर हो, त्यो अनुसार हामी काम गर्नेछौँ भन्दै आजको र हिजोको खेलमा यहाँ आएर जसले यहाँ आफ्नो भन्नु क्षमता प्रदर्शन गर्नुभयो। खेलकुद भनेको त्यो खालि हार र जितसँग जोडिएको विषय होइन। यो त हामीले आफूसँग कहिलेकाहीँ कस्तो हुन्छ भने सामान्य एउटा सानो कुनै त्रुटि भयो भने हारिन्छ। त्यो भएर यहाँ हारभन्दा पनि हामीले एउटा उत्कृष्टताको प्रदर्शन गरेका छौँ, हामीले हाम्रो सम्भावनाको प्रदर्शन गरेका छौँ, हामीले हाम्रो क्षमताको प्रदर्शन गरेका छौँ। यो कुरामा म हारेँ भनेर निराश हुने होइन। यसपटक अरू साथी अलिक राम्रोसँग तयारी गरेर आउनुभएको थियो, म अलिक पछाडि परेँ भन्ने कुरा हो र अर्कोचोटि म झन् अगाडि बढेर आउँछु भन्ने हिसाबको हौसलाको साथ हामी यहाँबाट जानुपर्छ र निराशाभन्दा पनि अझै खेलप्रतिको आकर्षण बढाउने गरी हामी तपाईँ सबैले योगदान गर्नुपर्छ। त्यो कुरा हामी लिएर जाउँ। तसर्थ यो खेलमा सहभागिता जनाउने सम्पूर्णलाई म बधाई दिन चाहन्छु। उहाँहरूलाई एउटा भोलिको दिनमा मध्य प्रदेशले किताब छाप्दा पनि यहाँहरूको प्रदेशमा अवश्य पढ्ने गरी छापिने अवस्था बनोस्, त्यसको लागि पनि शुभकामना दिन चाहन्छु। र खेलकुदमा लागेर मैले गल्ती गरेको छैन, मैले राम्रो काम गरेँ भन्ने कुरा तपाईँले मात्र होइन, यो खेलाडीले हाम्रो गाउँको इज्जत बढायो, हाम्रो पालिकाको इज्जत बढायो, हाम्रो प्रदेशको इज्जत बढायो र देशको इज्जत बढायो भन्ने गौरव गर्ने हिसाबमा तपाईँको योगदानलाई त्यो हिसाबले स्मरण गर्ने र चर्चा गर्ने अवस्था निश्चित रूपमा आओस् भन्ने कामना गर्न चाहन्छु र विजेताहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। धेरै धेरै धन्यवाद। धन्यवाद। हाम्रा खेलकुद तथा समाज कल्याण मन्त्रालयका माननीय मन्त्रीज्यू, वास्तवमा मलाई लाग्छ खेलाडी, निर्णायक, प्रशिक्षकज्यूहरू तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्णको जिज्ञासाहरूको उहाँले उत्तर दिएर नै जानुपर्छ। मेरो विचारमा आत्तेर होइन, तात्तेर होइन, सम्पूर्ण खेलकुदसँग सम्बन्धित महानुभावहरूले तथा खेलाडी, प्रशिक्षक, निर्णायक, जिल्ला खेलकुद विकास समिति र खेलसँग सम्बन्धित सम्पूर्ण सङ्घहरूले एकअर्काको हात समातेर खेलकुदलाई अग्रश्रेणीमा लिएर जाने पालो आएको छ र त्यसका लागि हाम्रो मन्त्रालयका तर्फबाट जे जति पहल हुन सक्छ त्यो हाम्रो माननीय मन्त्रीज्यूले तपाईँहरूका लागि गर्नु नै हुनेछ भन्ने प्रतिबद्धता उहाँले जनाएर जानु नै भएको छ। र अबको यस कार्यक्रमलाई हामीले ढिलो नगरी अगाडि बढाउँदै मायाको चिनो वितरण